छ अनि देश भनेको सोच त कसलाई फुर्सद होला। तर श्रम संस्कृतिले आज साना साना मान्छेहरूलाई है, निमुखा मान्छेहरूलाई, विभिन्न खालका सोझा सिधा मान्छेहरूलाई गाउँदेखि सहर, सहरदेखि गाउँ, पूर्वदेखि पश्चिमसम्म आज देश भनेको के हो भनेर चिनाइरहेको छ। के हो देश भनेको भन्दाखेरि देश भनेको चाहिँ यो झन्डाको शान, नेपाली भएर बाँच्न सक्ने गौरव। यो देश नेपालीको देश हो कि विदेशीको देश हो? यदि यो देश नेपालीको देश हो भने यो देश नेपालबाट, नेपाली विचारबाट, नेपालको माटोबाट उम्रिएको पार्टीले चलाउनुपर्छ। विदेशी सिद्धान्त घोकेर होइन, जर्मनीमा मार्क्सले लेखेको सिद्धान्त घोकेर 200 वर्ष 300 वर्ष पहिला कहाँ के भयो भन्ने कुरा घोकेर बोकेर आएका पार्टीहरूले यो देशको समस्या के हो भन्ने बुझ्दैनन्। उनीहरूलाई त्यो सिद्धान्त घोक्दै ठिक छ, तपाईँको करेसा बारीमा तरकारी फल्यो कि फलेन, तपाईँको खेतमा धान फल्यो कि फलेन, तपाईँको गोजीमा पैसा छ कि छैन, तपाईँको केटाकेटीले भात खाए कि खाएनन्, तपाईँको केटाकेटी भोक्कै छन् कि नाङ्गै छन् कि के कस्तो छ स्थिति, तपाईँको शरीरमा कस्तो समस्या छ, तपाईँको किडनीमा कतै स्टोन त छैन है, तपाईँलाई कतै क्यान्सर त लागिरहेको छैन, तपाईँको चाहिँ स्वास्थ्य उपचारको बारेमा के थाहा? तपाईँको चाहिँ विदेशी सिद्धान्त घोकेर आकाशको तारा पढ्नेहरूलाई, आकाशको तारा गन्नेहरूलाई अब नेपाली जनताले भोट हाल्नु हुँदैन। नेपाली जनताले त्यस्ता मान्छेलाई भोट हाल्नुपर्छ जसले तपाईँको जीवनको कुरा गरोस्, तपाईँको समस्याको कुरा गरोस्, यो देशको कुरा गरोस्। यदि यो देशको कुरा गरोस्, तपाईँको समस्याको कुरा गरोस्, तपाईँको जीवनको कुरा गरोस्, तपाईँको नानीहरूको भविष्य बनाउने कुरा गरोस् भन्ने यदि लाग्छ भने चुनाव चिन्ह अञ्जुलीको माटोमा भोट हाल्नु होला। मलाई तपाईँहरूले सुन्नुभएको होला, देख्नु आज मात्रै देखेको होला, हर्क साम्पाङ भन्ने व्यक्ति मै हुँ है, र मैले उठाएका उम्मेदवारहरू युवा उम्मेदवारहरू छन्। उहाँहरूलाई भोट हाल्नुहोस्, उहाँहरूलाई भोट हाल्नु भनेको मलाई भोट हाल्नु। म भ्रष्टाचार नगर्ने मान्छे हो, बोली रुखो छ है, छाम्दा खस्रो छु, म खस्रो छु, चिप्लो छुइनँ, तर चाख्दाखेरि मिठो छु। छाम्दा खस्रो, चाख्दा मिठो। तर यहाँ यस्ता मान्छेहरू छन्, छाम्दाखेरि चिप्लो न चिप्लो, चाख्दाखेरि टर्र नटर, अब खाइयो पानीले नै कुल्ला गरौँ भन्ने खालको छ है। तपाईँहरूलाई कस्तो मान्छे चाहिन्छ है? मिठो मान्छे चाहिन्छ होला नि होइन, तितो टर्रो त चाहिँदैन होला है। तर साँचोलाई साँचो कुरा भन्छु म, झुटोलाई झुटै कुरा भन्छु। यो फरक छ। नेपालीपन भनेको त्यो हो, त्यही हो। धेरै कुरा म राख्न चाहन्न, रात पर्न आँटिसक्यो, हामी यहाँ चुलाचुलीमा मान्छे रिसाइसक्यो भन्ने खबर अघि आइसक्यो। 2 घन्टादेखि पर्खिरहेको छु। तपाईँहरूले पनि पर्खिनु पर्यो, ढिलो आयौँ माफी चाहन्छु। त्यसो भएको कारणले गर्दाखेरि यिनै कुराहरू राख्न चाहन्छु। अब अन्त्यमा म यति मात्रै भन्न चाहन्छु,